दारासिङ लाभार मेसेरु के लाभ खेम्दे तिङ खोल्सीमा त भित्र पर क्लास कि बेमु त्यसको ख्यापै अडी गयो नि उहाँ चाहिँ फाइटरले अन्त म सानो अब देखेर भएको हैन आयो आउनु भयो अनि आएर तपाईले कट्टु मात्रै लाउनु भयो त्यो म सानो हुँदाखेरि है एकताल मात्रै हान्ने नहान्ने फेरि त्यहाँदेखि हैन अनि म एकताल चाहिँ हान्छु भनेर नाङ्गै भएर कट्टु मात्रै लगायो है त्यत्रो भोजमा अंगे शेरमा दाजुभाइ म्यांग को इने तेङ तेङ कि बिन्दिमु हम्बी चेलीमन अंगे युमा चेलीमन के रोमङ किबो किबा त हो नि हम्बी शेरमा कुमितिन बेगी जोगिम जारी के भोखमङ गे रुमसिम हेका यान लाबाहा उन्ची तेङ बा इष्टमित्र क्याङगमसिमे लबिरा बजारो घिप्तुमसिम खुकुरीले दुई हातले यसरी टेबल भित्र घोसेको मेरो यहाँबाट छिरेको हेने किम लक्तवा बि हुने लक्तवा बि सो हेलो वेलकम स्वागत छ र म यतिखेर ठ्याक्कै हाम्रो सुशील अङ्कल जो एकदम आदरणीय व्यक्तित्व हुनुहुन्छ हामी आज घुम्ने क्रममा यसो दाजुभाइ भेटघाट गर्ने क्रममा यहाँ हामी कहाँको छौँ अहिले अहिले हामी मङ्गलबार भित्र छौँ र यहाँ चाहिँ के इन्ट्रेस्टिङ कुरा हुनेवाला छ हामीले एकजना एकदम यस्तो पात्र जो एकदम फेमस पात्रलाई हामी भेट्न जाँदैछ उहाँको बारेमा के भनिदिनुहोस् न उहाँ चाहिँ अब पहिले एकदमै धेरै हामी सानो हुँदाखेरि सुनेको डन लिम्बूको डन भेट्न जाँदैछौँ मतलब उहाँहरूको त्यो दारासिङ पालाको होइन कि कस्तो भयो दारासिङको आफ्नो टिमभित्रको उहाँ राइट ह्यान्ड ए दारासिङ भनेपछि दारासिङ खसेर जानुभयो फाइटर बुढो फाइटर लेट्स गो गाइज खतरा हुने होला छ अंगा चाहिँ होइन सगरमाथा किलाप सुशील शेर्मा त्यहाँ अंगा चाहिँ उहाँ किदम हुन्छ युवाला रङ अंगा किङकङ चाहिँ कुदुम स्याङ उहाँ पनि ओके कोकिङ किलाप सिवाला भयो हम्बी अब फुटबल खेल्दा मान्छेको काँधमा मात्रै त्यही गरेर फुटबल खेल्थेँ यही तेर्खामा यही चाहिँ तपाईँको चाहिँ के अरे उल्लाबारी त्यहाँबाट चाहिँ गएर तपाईँको चाहिँ नि त्यतिखेर नाम चलेन लास्ट स्टेपिङ रता पुलबाट चाहिँ नि क्यामेरा लागेर फालन्दा पनि नाम चलेन त्यहाँबाट गएर तपाईँको चाहिँ नि लास्ट स्टेपमा सीतापुरी पन्डमा परियो सीतापुरी पन्डमा चाहिँ पर्दाखेरि दार्जिलिङ किङकङ जम्मै फाइटर नाम चलेको त्यतिकै चलेको छैन हजुर लास्ट स्टेपमा चाहिँ मलाई चाहिँ के अरे सिधो र अन्चलिस दमादर सिधो र तपाईँको डिबिलामा त यसरी तेरो चाहिँ छिटोले गर्दाखेरि तेरो नाम फाइटर हो भने फाइटर मात्रै होइन म त तीर हो भन्दै जो छोड्छु म छोड्दिनँ भने भन्दाखेरि चाहिँ आजकै तर फाइटर भयो त्यहाँदेखि फाइटर त्यहाँबाट नाम कहली गयो तर एउटा पल्टनमा पनि नाम कमाए फाइटर नै न जादुवल त्यति छिटो भनेपछि स्यामाङथो के अब प्रेडबाट त्यो स्कुलको केटीहरू हिँड्छ नि त अब यता फाल्नु छ नि यहाँबाट तपाईँको कुलु जति भन्दा अलिक टाढो त्यो केटी पक्रेर गो भनेपछि अघि गो दुईपल्ट उफ्रिँदा पुगिहाल्छ थपकलाई बङ्गै राखिदियो अब फाल्यौँ फेरि टक्कै बस्यो बसेपछि त्यहाँ मेरो नाम जादुवाल भनेपछि तपाईँ फाइटरको अलावा अरू जादुवल भनेर नै चिनिन्थ्यो त्यो टाइममा उहाँ जादुवल पल्टनमा यहाँ हाम्रो नम्बरहरू त्यसै छ तपाईँको चाहिँ एउटा गुरुङ नम्बरै सुब्दार तपाईँ त यता पनि उस्तै गर्दो रहेछ नि भन्छ अब गर्नु के अब यस्तै हो अब यो संसारमा तपाईँ नि बोल्दै गर्नुभयो पनि त्यसमा म दारासिङको त तपाईँ एकदमै प्रिय पात्र तपाईँहरू एकदम नजिकको साथी नजिक पनि भेना अब दारासिङ अनि किङकङ अनि फाइटर तपाईँहरू तिनजनाले त त्यो बेला त अञ्चलै हल्लाउनु भयो थेलेङदेखि मधुमलाको पारी कहाँ तपाईँहरू सुकुम्बासीलाई उठाउन गएर फर्किँदाखेरि खोल्सिन
कि तुम हङ बिचमा मात्रै अनि तपाईँ खोल्सीमा त भित्र पर क्लास कि बेमु त्यसको ख्यापै अडी गयो फेरि तल कता गर्नु के टाढीमा त्यहाँबाट तपाईँको चाहिँ निस्किनु खोज्छु हुँदैन मेरो पाल बाबा जतिको चाहिँ यसरी चेप्दै निस्केँ फाइटर अल पित्ला भालका यो खोल्सी पर क्लास कि बेमु होइन नानो चाहिँ 14 फुट जति पुग्यो होला त्यो बिलबाट 14 फुट अब त्यो त्यत्रो यहाँबाट तपाईँको यो गराभन्दा लामो छ त्यो खल्सी घाँसमाथि यहाँ ताङसा र नि थाहा अनि नाच्छु पनि होइन अब के जिउको माया छैन मलाई अहिले पनि माया छैन मलाई त्यो कसैले मलाई यति गऱ्यो यसले चाहिँ मार्छ भने डर हुँदैन त्यसको पाँच मात्रै हेर्छु कुन पछि उसको के चल्छ पहिला खोल्सीले चाहिँ पोइन्टर लामो जो केकको खोल्सीको अनि भात दिएको प्रधान पञ्चले मकैको भात र आगबारी खर्साङ भोगले त कति मिठो भयो भजिया भयो त्यो थेप्लो भात पनि कति मिठो भयो अब 45-40 जना छौँ के को चामलले पुग्ने हेक्याङ हेम्बेलाको हिँडेको राङ्गा हा फाखा सुकुम्बा सिंह ठ्याउकी चाहिँ तुमकी दिसुम कि बुङ सिम्बु होइन त्यो भएन मैले भने त्यो कुरो चाहिँ बिगार नगरौँ राम्रो मुखले भन्दाखेरि दुईजनाले चाहिँ उठेन नि उठेन दुईजना चाहिँ एउटा राई र एउटा उसको तल यो नानी दार्जिलिङ कुमुदिनीको खाना यङयाङहरू त्यो दार्जिलिङ साइनपट्टिको त्यहाँले थुक मुमेको देन खेलेर मैले एकसी क्या त राङ्गानु तकिङ कि होइन दिएन त्यहाँबाट भएन तपाईँको चाहिँ नि अन्तिममा धिमालकोमा लाँदा मात्रै सुँगुर र खसी काट्यो उल्लाबारीको मुनि खेपसँग गइरहेको छ नि त मेरो फुङाङका अनि होइन त्यहाँ त कतै पनि घोडा चढेर आउने र मेरपा घोडा चाहिँ मान्छे उफ्रेर गएर घाँटीमा समातेर पर्फे उसको घोडा चढेर हिँडाएँ मेरो पालो माथि गएर फ्याँकेर खायो घोडा मतलब भोरेमा चाहिँ उता फालानेको भोरेमा भन्नुको मतलब कुदिरहेको घोडामा तपाईँ स्वात्तै हाम फालेर त्यहाँ चढेको मान्छेलाई फ्याफुत्त फ्यालेर छिटो साग छिटो साह्रै छिटो त्यस्तो भयो त्यसले गर्दाखेरि एउटा मेरो जीवनको कहानी बहुत लामो छ फुङाङका खेपसुङमा बात तुम्बी भन्नुहोस् न हेक्याङ हेम्बेला के बैसेल जाएँ म एने जाइन केलाङ गे जाएँ त्यहीँ चुरिया म उगी बुतङ छु म हेर्दै थाहा उगी बुतवा होइन हतियार यो कमान्डो खेल्नेले धेरै चिज भोग्नुपर्छ त्यो राइफल मात्रै काम गर्दैन नि राइफलले कामै छैन त्यो नजिकमा त त्योभन्दा छिटो त्यही हान्नुपर्छ अब उसको राइफल यता छिर्छ उसले हान्दा यता छिर्छ कहाँबाट हुन्छ होइन कुनै टाइममा राइफलले उयो किनभने त्यो राइफल ओसिन सक्छ होइन धेरै कुरा चाहिन्छ हेक्याङ यिनी दारासिङ मिजे मिसेरले यिनी थियो उगो मतलब मात्र वही के हो तेरे छ त यस्तो भयो टेङमा मिसेर सबले खानकीलाई खाना खानुलाई मम्मीले होटेल अब मेरो ग्याङ 500 जना छ उसको 45-46 जना छ उसको ग्रुप होइन अब हामी किङकङ सँगै पढौँ दार्जिलिङको माङदेन त्यहाँको मगरहरू अनि राई छेत्री बाहुन जम्मै थिए अब छुटेर लु खाएर फेरि भेला हुनै भयौँ अनि दार्जिलिङले के भनौँ भने छिटो आउनु है त भनौँ अब बस्दा बस्दै दुई ग्रुपले हेरेको छ एक ग्रुपले मलाई रहेछ बजारमा के सम्बन्ध त्यो सबैले खुकुरी रोल बोकिराखेको छ होइन माथि जाँदा चाहिँ तपाईँ चाहिँ टेबलमा मात्रै बसिरहेको त्यहाँ खुकुरीले दुई हातले यसरी टेबलभित्र घोसेको मेरो यहाँबाट छिरेको हेर्ने किम लक्तमा बि हुने लक्तमा गम लक्तमा मलाई घोट्दाखेरि किङकङ त्यहीँ थियो त्यतिखेर मेरो चाहिँ अहिले कान्छी बुढी राइनी पुरी छ त होसियार बस्छ आज तेरो साथीहरूसँग भन्दैछु आज ठिक छैन भन्दैछु गर्दा गर्दै चाहिँ तपाईँको चाहिँ के भइदियो भने हत्या भएपछि त यसो हेरेको त यता पर पो त्यसरी भुटका मात्रै निस्केको थियो कटर भुटका कटर पट्टै उता गएर चाहिँ ठोकेर उता उछिटेर अर्को टेबलमा बस्नै लाग्यो मेरो पालो स्वाटै झिके
झिकेपछि चाहिँ छर्लने काट्दा त त्यो पर्दा त चर्लाकै थिएन नि त पर्दा अब बुलेट जस्तै छ कडा अनि त्यहाँबाट त खेद्यो अब त कोही कन्ती बोकेर कुद्छ कोही डाडु कोही चाहिँ नि के कान्तीभित्र पाएर त्यहीँ निस्किनु सक्दैन कुन काट्नु कुन नकाट्नु को आफ्नो कुन पुरानो हरियारोमा जब पो भन्यो ल पेटोमस उठाए अब मैले शङ्का भइगयो पैसा उठाए 10को दोकानको उठाए 10को दाम पर आफ्नो ग्याङ पनि अरू पनि मेरो छेउमा नआउनु अनि मात्रै निकालेर दुईवटा चेपे यहाँ अनि एउटा हातमा खुकुरी एउटा हातमा यहाँ दुईवटा छ चल्यो भने अब त्यो खुकुरीभन्दा त्यो मिक्सै खाँदैन मेरो छुरीले अब हाम्रो त 6 महिना तालिम गरेको छ त्यो छुरी हावा नापेर हिर्काउनु पर्छ सियो पनि हावा नापेर हिर्काउनु पर्छ बुलेट पनि हावा नापेर हिर्काउनु पर्छ अब यसले त्यो सोचे त्यत्रोको तल चाहिँ बाटो मुनि लगेर लु यता पो होला भन्छ भने तल गएर फेरि मार्नुले खोजेको यस्तो बिचारा पुलिस नि छ पुलिस न सोचे तबाट भने तपाईँ उता जानुहोस् शिव सिङ्गल भन्ने गुटु कुर्यो कुटेपछि यसरी फट्टै निकाले सिङ्गल खेचाइन होइन छुरी पेस्तोलवाला थियो कि स्प्रिङवाला फट्टै निकाल्यो त्यसले लचुबाङको डङ कुद्यो अनि सबै कता तालिम बताबौँ बारकोटे घरमा गएर कराएँ बारकोटे कुदेर निस्क्यो तल यसो चोको के गर्नु त चारमा छ हामी दुईजना मात्रै बाटकोटे जुन त्यतिखेर यो के उसले कोलेनी राखेको थियो नि त उहाँ माइमा उधारपट्टि त्यहाँबाट तपाईँको चाहिँ के हुनुको भन्दाखेरि त्यहाँ बसेर बिहान त ठक्क चाहिँ नि त्यो साथी लडेको छ भने बारकोटीले दारासिङ चोन्दाङ त्यो बिहान लडेको बिहान मात्रै थाहा भएको कि सेन्दिक बारेपछि झगडा बोखा ए राति अहिले त उहाँले जति भन्नुभयो त्यो रातिको घटना भन्नुभयो चाहिँ तपाईँको चाहिँ के भयो भने गुरुरु गयो जम्मै अनि जाँदाखेरि चाहिँ पुलिसहरू पनि एकदिन आएको तलबाट पनि आइगयो चन्द्रगुडीबाट पनि यो तपाईँको हतियार राख्नु भन्यो हतियार राख्छ हामी तपाईँको हतियार फन्नाले जिम्मा दिन्छौँ हतियार नबोक्नुहोस् भन्यो त्यो पुलिसहरूले मेरो हतियार मात्रै निकाल्दा बुटको यहाँको निकाल्दा मात्रै 31वटा निस्क्यो 31वटा तपाईँकै मात्रै मेरो जिउबाट मात्रै 31वटा साल जिउने 31वटा कर्दादेखि चक्कुदेखि जम्मै ल 31वटा हे क्या भुङ्गा अङ्कको खेप्सुङ भा दारासिङ किङ कङ हेर्ने फाइटर हामी यिनी 3 जना कि भइले अब जस्तै दारासिङ लछा न्युङो मासिङ दारासिङ लाभार मिसेरु के लाभ खेम्दे तिङ यस्तो कुल्ला भार यो यस्तो भयो हामी यो सबै कुरो नि मान्छेले एक अर्काले चाहिँ के एउटा उनीहरूले तुम्बाकुले पनि उनीहरूले चाहिँ के हिनामा गरेको मात्रै मुछुको मात्रै हुन् तर एउटा नक्सलाइट नेपाली कङ्ग्रेस र एमाले भूमिगत थिए यिनी निर्दल न बौद्धल नक्सलाइट त्यतिकै वान्टेड थियो कङ्ग्रेस पनि वान्टेड एमाले पनि नक्सलाइट यो दुइटै भनौँ न होइन भूमिगत थिए केन्द्रले किन्यो केन्द्रले चोकमा गएकोहरू किनेपछि तपाईँको के भयो भने कहानी लामो छ यो कहानी लामो रहेछ रुचि त्यो जारले मारेको भन्ने चाहिँ फल्स फेरि जार चाहिँ जारहरू पनि थिए नि जार त्यो दिन थिएन त्यो हामीले त्यसले पनि टोक्नु मिल्दैन एउटा कुरा प्रत्यक्ष रूपले हो भन्ने कुरो चाहिँ कसैले पनि थाहा भएन तर तुम्बाको त तुम्बापरे नै हो छपा बातुङ भनौँ हिनी हेम बेला वेल हेक्याङ भएन चाहिँ शत्रु खाङ मध्याङ ल कन लाबाले छभाङ मधरमा के खेम त कि होइन हेक्याङ हिनी निर्दल न बौद्धल के बात लाबाल नि हो कि नान्दी यस्तो भयो त्यो कुरोलाई
त्यो पनि त म पल्टनबाट नाइक यी कुराहरू पनि त अब उनीहरू पढेको छु कि एकपल्ट सोरङ्गे शेरमारसँग पनि पढेको थिएँ होइन हाम्रो उता हो नि angge ko ini siliman angge yuma siliman gigi romang kibo kiba ta ho ni mambi sirman मेरो होइन अनि फागु उसै मामाहरूसँग पनि पढ्यो एकपल्ट त्यो पनि सुने मैले सुनेको भर मात्रै तर उतापट्टि पनि फागुहरू पनि हाम्रै चाहिँ आफ्नो सहीमा पढ्ने आएको थियो त्यसले गर्दाखेरि हामी ताले कान्छाहरू ताले माइलाहरू जम्मै हामी एक थियौँ अब सोरडाङ्गे माइला त्यो के अरे उसको नाम चित्रे अब उनीहरू हामी कहिले पनि झगडा छैन जहाँ पऱ्यो एक अब त्यसले गर्दाखेरि दारु सिकाहरूसँग त्यो वाद विवाद हुँदा पनि मैले भने यसरी गर्नु हुँदैन आफ्नो चाहिँ के अरे त सिजनको भइस अरे त्यो सिजन भए पनि 5 छोरै हो नि त भनेर अब मेरो भेना पर्ने सम्झाउँथेँ अनि उसको सेम माउलीहरू पनि पढ्दा त किन माउलीहरू रहेछ आमा मामा गर्नु हुँदैन भने अनि अन्तिममा त्यो ताले कान्छाहरूसँग यसरी होइन है भनेर मिलाएँ अब त्यो गर्दाखेरि उचाल थेचाल कान्छा सुब्बा दिलपासु मेङ्गाङ्गो होइन अनि कोइराला एन्दाजु थिइन् त्यहाँका बिल्डिङ अबहरू अनि कान्छा सुब्बा चाहिँ हेर्नु नसक्ने भयो दार्जिलिङ यता चाहिँ नि बाहुनपट्टि यसरी हुँदैन भने के भाले दारा सिंहले आङदेम्बेम कुजाने थो utania kyungman आङसँगै हो angsang utane kyungman jain tumba puilo biang waya जारी ega tumba puilo nu une jari jogang tiru bela कुन नपाले जारी हुनु unupal jari hu khim ko bhail ni hu me hisang ho त्यो चाहिँ होइन waya membi त्यो चाहिँ होइन त्यतिखेर ग्रुपमा त्यतिखेर कुन तरुनी कुन तन्देरी कुन ग्रुपको कुन मान्छे भने त्यो झोडामा अब एउटा पत्ता मात्रै खस्याङ स्याङ हरकतिले भन्यो अब त्यो बेकारमा चाहिँ नि ढङ्गेर रुङरुङ अनि त्यति रिस भएकै हो दाजु यही गाउँमा पनि यस्तो भयो होइन तपाईँ त अब बोल्दै गरे नि म सानो थिएँ कि हजुर हाम्रो सोरदोङ माइला र हाम्रो घर ऊ त्यो सँगसँगै हो नि हामी सोरदोङ काका अनि त्यहाँ एउटा भोज थियो होइन म सानो थिएँ म त स्कुल कुद्ने हो भोज थियो त्यो भोजमा फल हान्ने र छले हान्ने थियो है त्यति मात्रै थियो अनि उहाँ चाहिँ फाइटरले अन्त म सानो अब देखेर भएको होइन आयो आउनुभयो अनि आएर तपाईँले कट्टु मात्रै लाउनु भयो त्यो म सानो हुँदाखेरि है एकताल मात्रै हान्ने नहान्ने फेरि त्यहाँदेखि होइन अनि म एकताल चाहिँ हान्छु भनेर नाङ्गै भएर कट्टु मात्रै लगायो है त्यत्रो भोजमा मेरो घरदेखि अलिक पर्थेर त त्यतिखेर देखेको अनि सबै लुगा खोलेर एकताल अब फल हानेर लुगा सबै लाउनु भयो लुगा सबै लाउनु भयो लुगा लगाएर लु मेरो सिमाना नाग्यो भने मात्रै लुगा खोलेर म फेरि हान्छु भन्नुभयो अनि अरूले कोसिस गर्यो होइन फल हान्नु पर छ उहाँले हानेको यतै झर्छ नि मान्छेहरू यतै मात्रै झर्छ नि कसेर आउँछ यतै झर्छ परबाट आमा पुरा मैहुङ भन्नेहरू आउँछ अनि यसो हेर्छ परै छ है त्यो कहिले पुऱ्याउनु को आएर पुऱ्याउनु अब त्यो एकताल मात्रै हानेको मैले म सानोमा हुँदाखेरि Yankinima yakku मलाई थाहा छ साप्सुमा 28 देखि ताप्लेजुङ सिनामदेखि कहिले सकेन होइन उहाँले त एकताल मात्रै हिर्काउने त्यो एरियामा पुरा लुगा लगाएर लाउने हो लुगा लगाएर फेरि लुगा खोलेर हान्ने हो क्या फर्स्ट ट्राई मात्रै वान टाइम मात्रै हो अनि लु काक्टे म्याङ अन्त फेरि भन्यो अब कहाँ त पर छ अनि यतै मात्रै झरिन्छ उताबाट यतै झर्छ अनि कहाँ बित्दा उता मान्छे कता कता छ अनि त्यतिखेर चाहिँ फाइटर अरे हो फाइटर हो कि क्या हो सानो थिएँ नि त म त अब यो गुच्चा खेली हेर्ने कत्रो हुन्छ होइन त्यतिखेर भनेपछि तपाईँहरूको एज कति ग्याप होला र अहिले फट्टै हेर्दाखेरि तपाईँ यसो दाढी साडी देखिनुहुन्छ उहाँ पनि तन्नेरी जस्तै 65 वर्ष देखिनुहुन्छ उहाँ त अब अस्ति युट्युबमा हेरेको अब 80 नागेर जानुभएको तर भर्खरको देखिनुहुन्छ उहाँ त उहाँ अनि पुरा चिटिकै हुनुहुन्छ नि फेरि अझै पनि त्यस्तो 80 को त्यो उमेरमा अरू मान्छे चाहिँ थल्ला बसेका छन् उहाँ चाहिँ अस्ति अब युट्युबमा हेरिबस्छु नि त
अनि त्यहाँ फेरि एकताल आनीको होइन हिम्मत तामाङ घरमा गएर साथीभाइ बटुलेर कहानीहरू गर्नुपर्ने पर्छ इन्टरभ्यू राम्रो यस्तो तरिकाले होइन कि मजाले बसेर पहिला पहिलाको चित्रेहरू पनि अस्ति आएर इन्टरभ्यू हो त्यस्तो गरेर 2 घन्टा 3 घन्टा angge sirma dajubeha miango ku ini ting kibinti mumbi तल ni masih ngendra कहिलेको membe धेरै महिना मात्रै हुँदैछ नि त्यहाँको सोदुङ्गी काकाहरू आएर चित्रे दाइहरू अनि यहाँ चाहिँ पुरानो पार्टनर चाहिँ उफ्रुङ भाङ बिबिन्दु किबिन्दी हिन्दी आतिना किदिने थी अब के गर्नु अब त्यो चित्र त चित्र भयो चित्र सोध्नु नाने ना यस्तै हो एउटा ख्याल गरौँ त्यति हो मलाई त उहाँ तर अंग्या चाहिँ यरी निवा इने त्यहाँ किन मेलामा नु तफेम जे अम्ब के रुमसाम किनी चाहिँ मैं ऊंची नेम्बांग सिया उहाँ नेम्बांग नम्बी दारा सिंह केरुङ नम्बी फाइटर थी सङ में उहाँ याङदेम्बा अहिले यो जम्मै टोलै हो हाम्रो यो कन्ट्रोल टोलै हिँड्नु नातो देश काडा यो बेला मैले तपाईको हेदेन बाको इन्डी नजिक हिँड्नु उ त्यो लाइन ल्यानिङको हेल्लाइन नानाको मिस यो जम्मै छोराहरूको लाइन छ आखेर हिँड्छ 8 बजे 6 बजे रनु में नाम के साई मैनपति जेठी जेठी ओमनमा छ अंगा ओमनमा 4 जना छ अब यो हामी एकदम कार्यक्रमलाई बिट मार्ने उसमा छौँ र समग्रमा सबैभन्दा पहिला त तपाईँ अहिले कति वर्ष पुग्नुभयो बाजे अब 80 अब नागे भन्दा 80 नाग्नुभयो है अनि तपाईँको पुरा नाम र ठेगाना अहिलेको मेरो पुरा नाम तेज विक्रम नेम्बाङ हो हजुर याङदेम्बा अनि मेरो जन्मथला 5 पवा 7 ताप वार्ड नाम 5 अहिले हाल 25 सालको चाहिँ हाम्रो चाहिँ नेपाली कङ्ग्रेस 2873 भएर हामी पसेको यता 25 सालको यहाँ हाल पहिला टोगाछी 4 थिए अहिले कमल छ हजुर अनि जस्तै त्यो टाइममा तपाईँहरूले के गरेर गमाउनु भयो कसरी नाम राख्नुभयो त्यो त अब हामीले सुन्दै आएको मात्रै हो र वास्तवमा अहिले त्यो जवानीहरू सम्झिँदाखेरि चाहिँ कस्तो लाग्छ त्यो आफ्नो त्यो वयसहरू त्यो नामहरू कमाइरहेको त्यो पलहरू आफूले त्यो जवानीमा त्यो गरिरहेको कार्यहरू अब तपाईँले विभिन्न कामहरू गर्नुभयो जस्तै लडाइँ झगडादेखि राम्रो नराम्रो त्योहरू सम्झिँदाखेरि चाहिँ कस्तो लाग्दो रहेछ मतलब कस्तो लाग्छ राम्रो गरे जस्तो लाग्छ कि नराम्रो अथवा सबैले चिने म खुसी छु जस्तो कस्तो खालको महसुस हुन्छ अहिले त्यो बेलाको जुन कुरामा चाहिँ एक प्रकार चाहिँ नराम्रो पनि हो एक प्रकार उधार गरिबलाई राख्यो सुकुम्बासी राखेँ मै हो त्यतिखेर चाहिँ जति बजार हाट बनेको साथीको हुहल्ला साथसँगै हिँड्दाखेरि साथमा साथ हिँड्दाखेरि कोही बेला साथीले बिगार्दा पनि बदनाम आउँथ्यो तर कोही बेला त्यही चिजले हामीले सम्हालेर लागेर फेरि हामी त्यसलाई चाहिँ सुधार्थ्यौँ तर एउटै कुरा त्यतिखेरको बाँसबारी कण्डको जुन लडाइँ भयो त्यतिखेर मैले चाहिँ एउटा भुकु पुलिसले चाहिँ मैले बस्ती बसायौँ दार्जिलिङमा मैले त्यतिखेर हामीले बसाउँदाखेरि के भयो भुकु सैनिकले मलाई चाहिँ रक्सीले चाहिँ समयघाटमा आँखामा हाल्यो त्यो पनि साथी नै हो तर अन्तिममा अगुल्ठोले मलाई चाहिँ दिएपछि चाहिँ मैले चाहिँ त्यसको आँधा छलाक घुमाएको जस्तो मलाई लाग्यो आँधा निक्लिएको गाडामा लगेर बनाएर त्यसलाई चाहिँ सिलाइ गरेर धन्ना आँधा चुडेन बाँच्न सफल हुनुभयो तर त्यो बाँच्यो पनि विदेश पनि गएर फेरि मर्यो ए भनेपछि कसरी लिन सकियो भने त्यो टाइममा जमाना त्यस्तै थियो फौजदारीको जमाना थियो जमाना अनुसार चल्नुभयो
अनि कहीँ न कहीँ त्यो त्यसरी हिँड्नु चाहिँ अहिले सम्झिँदाखेरि मूर्खता हो जस्तो लाग्छ कि होइन समय त्यसले त्यो ठिकै गरियो जस्तो लाग्छ होइन त्यो मूर्खता होइन त्यसले सोचाइ चाहिँ मारेको भए मूर्खता हो जसले उसले चाहिँ के अरे रक्सीले मेरो आँखा बन्द गर्नु र अगुठोले गाउँछु गल्ती हो मैले हाते निकालेर चाहिँ आँखा निकाल्नु नि मेरो गल्ती तर मैले सेभ गर्दाखेरि लाग्यो त्यति नै हो अनि जस तपाईँहरूलाई त अब धेरै हाम्रो म त बोजूहरूको यसो खेदा जस्तो हुन्छ नि अब के भने दारा सिंह फाइटर भनेर सुन्दा आज प्रत्यक्ष रूपमा यसरी भेट भयो नसोचेको भेट भयो एकदमै खुसी लाग्यो अहिलेको युवाहरूलाई चाहिँ कसो भन्नुहुन्छ जस्तै तपाईँहरूको अहिलेको युवाहरूलाई म एउटा सन्देश दिन चाहन्छु जहाँ जुन ठाउँमा बसेको छ जुन ठाउँको एउटा जिल्ला होस् या विशेष तल चाहिँ के अरे अरब कन्ट्री होस् तर अब यो जमाना पहिला हामी जमाना भेट्यौँ त्यही मूर्खा छेलु हान्नेदेखि लगेर डन्ठा चलाउने तर एउटा अहिले चाहिँ के भन्दाखेरि सोचेर मात्रै बोल्ने पहिला नम्बर दोस्रा कुरा त्यसलाई क्वेसन गर्यो भने सही उत्तर दिने नभए त्यो गजाङ गुजुङमा चाहिँ चुपचाप उठेर हिँड्दा राम्रो अहिलेको टाइममा किनभने एक नम्बर भित्ती होला भित्ती सुई लाउने एक नम्बर त्योसँग डर राख्नुपर्छ तेस्रो नम्बर त्यो जुन अहिले केटाले चाहिँ आन्दोलन गरेको कति धेरै मरे अब त्यतिखेर चाहिँ अहिले त्यो काठमाडौँमा अहिले चोरी बुढाले बुढी मार्ने बुढीले बुढा मार्ने योबाट चाहिँ बच्नु धेरै मुस्किल छ पैसा जता सुके होस् बुढीको हातमा नदिने ओहो अहिले त झन् बुढीसँग पनि अलिकति सचेत हुनुपर्ने त्यो जमाना आयो मतलब नदिने हजुर सही सलामत हो पठाउने 5,000 पठाइदिने हो जो प्रदेशमा हुने नानीहरू युवाहरूलाई 5,000 मात्रै त्यो सन्देश दिनु महिनामा अनि जस्तै 5,000 पठाउँदा पुग्छ हजुरले घरमा त अन्न पानी छ नि त अनि हजुरले नि अलिकति कुरा के जोड्नु भने अहिलेको युवाहरूमा त्यो विभिन्न सुईदेखि खै के लागु औषधको कुरा जोड्नु भयो कम्ती पनि त्यो टाइममा त तपाईँहरू त्यस्तो विभिन्न त्यो नसा जस्तै नसेडी त्यो खालको सेवन त गर्नु हुँदैन थियो नि धुलो सुलो भन्ने थिएन बस के सेवन गर्नुहुन्थ्यो र तपाईँहरू मैदानमा रक्सी नखा जाड तर अहिले त अहिलेको युवाहरू अहिलेको जुन यो जेनेरेसन देख्दाखेरि कहीँ न कहीँ तपाईँ चिन्तित पनि हुनुहुन्छ है किनभने त्यो एकदम होसियार हुने दिन छ यो यसबाट चाहिँ यसले गर्दाखेरि जति पनि विदेशमा छ अरब कन्ट्री दक्षिण अरब कन्ट्री हुनेलाई होसियार 5,000 देखि महिनामा नपठाउनु यो त्यो टाइममा नाम राख्न सफल फाइटर बाजेको यही फाइटरले बोलियो फाइटरले बोलेको चाहिँ सत्य कि असत्य आफै बुझ्नु ओके उहाँको यस्तो खालको सन्देश छ है ल धन्यवाद हामी छुट्यौँला बाजे दोस्रो बारे